हामी असो कोठुनी बचाउ अभियान या संयोजक तो जिउ असने जुन खाली छौ राज्य सत्ता दुरुपयोग याना जुन खाली छौ अतिक्रमण ज्याचुन छौ ठुकै विरुद्ध जो स्थानीयवासी इन्सेकया सम्पदा प्रेमी त खलपुज त ठिठी जना चाहिँ दिशाले सङ्घर्ष ज्याजो त झ्याका होइ जुन नौ अथवा दौराने विशेष गरी गुठी विधेयक यो आन्दोलन जुन ढङ्ग छ उत्कर्ष चाहिँ यहाँ त उहाँ लिपा ठो झिउको कोठोनी उपरि विभिन्न चाहिँ कार्यक्रम त त्यसमा चाहिँ स्थगित याना झिउ सम्पूर्ण शक्ति चाहिँ उके गुठी विधेयक यो आन्दोलन एक केन्द्रित याना हुन्छ आज चाहिँ गुठी विधेयक यो आन्दोलन छौ ढङ्ग चाहिँ यहाँ तुमसँग जुल उहाँ लिपा झिउठो कोठोनी उपरि चाहिँ बाँकी ज्याखट चाहिँ झ्याक्यु लागि ठाउँ चाहिँ 5 गते आइतबार नेपाल ब्याङ्केटे चाहिँ ठिठी खलपुचाए प्रतिनिधि चुनाव चाहिँ थप योजना त नेवेको लागि चाहिँ मुजिया चौँ जुल ठुकी विशेष याना त्यसमै नेवा झ्याक चुनाव जुन बृहत हस्ताक्षर सङ्कलन कार्यक्रम ख उकै त चाहिँ औपचारिक रूपमा चाहिँ समापन याना यहाँ लिपा चाहिँ ठो विशेष याना चाहिँ ठो गुठी संस्थाने ठो हस्ताक्षर चाहिँ बुझाएको लागि छौ बृहत चाहिँ जुलुससहित चाहिँ उनी छौ योजना चाहिँ चुनाव चाहिँ तय जुल यहाँ लिपा चाहिँ महानगरपालिका अनलिपा चाहिँ प्रधानमन्त्री कार्यालय होइन ठो चाहिँ हस्ताक्षर चाहिँ बुझिया हुने उपरि ढङ्ग योजना चाहिँ ठाउँ चाहिँ कोच उठो चाहिँ गुठी संस्थान पाखे गुलिन चाहिँ मतलब चाहिँ बदमासी हो ज्यादा चौख विशेष होइन ठो चाहिँ गुठी उपरि चाहिँ संरक्षण यामागु चाहिँ निकाय ख त ठो ठिकै ठो चाहिँ योजना ठिक विपरीत चाहिँ मतलब चाहिँ गुठी संस्थान हुन चाहिँ दिशा चाहिँ ताई न्यन्छ च्याका चुनाउहरू वजु कारणमा आवयुगु चाहिँ ठो असौ कोठुनी उपरि आह्वाने चाहिँ गुठी संस्थाने जुन छौ चाहिँ धरना कार्यक्रम चाहिँ टेट नौटु ठो छौ चाहिँ ऐतिहासिक रूपमा चाहिँ सफल यामा भेटे चाहिँ त्याका ठुके ठो चाहिँ धरना कार्यक्रममा गुठी संस्थान या त आटको चाहिँ ज्याचौँ गुलिन चाहिँ मतलब चाहिँ गुठी संस्थान पाखे चाहिँ ज्याचौँ गुलिन चाहिँ बदमासी ख उगै निम्ति छ चाहिँ ठो जुइरहेको चाहिँ त्याका हालाकि यो निम्ति असौ कोठुनी बचाउ अभियान पाखे सक्ने चाहिँ सम्पदा प्रेमी न्याय प्रेमी चाहिँ जनता टेट जुनसँग चाहिँ ठो ज्याजो टालको निम्ति चाहिँ सहभागी ज्याति त विशेष रूपमा चाहिँ आग्रहमा यान जुन नापो चाहिँ जुनसँग ठो मिटी कोची ढुङ्गा विभिन्न मिडिया पाखे ट्विटर चाहिँ सार्वजनिक नयाउ चाहिँ छिक्मी सक्ले चाहिँ झाइदिँदै न होला सकै जुन सुरा